हजुर नमस्कार नमस्कार मित्रहरू गाइड नमस्कार 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 सबैमा नमस्कार नमस्कार। आज फेरि पछिल्लो समयको भिडियो चाहिँ लिएर आएको छु। त्यो भिडियो चाहिँ मेरो आफ्नो व्यक्तिगत कुरा सम्बन्धीको चाहिँ भिडियो लिएर आएको छु तपाईहरु समक्ष र आज म एकदमै खुसी छु है, एकदमै खुसी छु हैन। अब त्यो खुसी चाहिँ म तपाईहरुलाई भन्न गइरहेको छु हैन। त्यो खुसी के हो भनेर तपाईहरुले पनि अब थाहा पाउनु हुनेछ केही बेरमा हैन। यो भिडियो चाहिँ तपाईहरुले सुरु अन्तिमसम्म हेरेर सपोर्ट गरिदिनु हुन्छ भन्ने चाहिँ लागेको छ। म आज एकदमै खुसी छु हैन। त्यो खुसी कुरो भन्नै गइरहेको छु, भन्नै लागेको छु, भनिहाल्छु हैन, भनिहाल्छु। त्यो कुरो भन्नुभन्दा अगाडि म अलिकति त्यो खुसी कुरा भन्नुभन्दा अगाडि म चाहिँ अलिकति अर्को कुरो भन्न जान्छु हैन। हे भगवान, हे परम प्रधान परमेश्वर, परम गुरुजुर, परम ईश्वर, हे भगवान, ममा कुनै घमण्ड नहोस्, ममा अहंकार नहोस्, ममा कहिले पनि लोभ लालचा नहोस्। मैले मेरो कारणले कसैको पनि मन नदुखोस् र मेरो कारणले कसैले हानि क्षति पनि नहोस् र मैले कोही कसैलाई ठग्नु नपरोस्, कोही कसैको लुट्न नपरोस्, मैले कहिले पनि चोरेर खानु नपरोस्, कहिले पनि ढाँटेर खानु नपरोस् र मैले यो मेहनत गरेर पसिना बगाएको भरमा मलाई चाहिँ पूर्ण मलाई बिहान बेलुका हातमुख जोड्न र एक झुम्रो लाउन को लागि मलाई भरिपूर्ण होस् भनी भगवानसँग आशीर्वाद माग्दछु। मास्टर हिज होलिनेस गटेजल गुरुसँग आशीर्वाद माग्दछु। र हजुर मित्रहरू, मैले यो अलिकति यो मलाई भन्नु लागेको मन लागेको कुराहरु चाहिँ भने हैन। र मैले भगवानसँग आशीर्वाद पनि मागे हैन र गुरुहरुसँग पनि आशीर्वाद मागे। र आजको विशेष कुरा चाहिँ के हो भने हैन, आज मिति 2082 साल असोज महिनाको 28 गते मंगलबार अनि ईस्वी सम्वत चाहिँ ईस्वी सम्वत 2025 अक्टोबर महिनाको 14। यो दिन चाहिँ मेरो साह्रै नै महत्त्वपूर्ण दिन हैन। त्यो महत्त्वपूर्ण दिन भने के भने ठ्याक्कै आज चाहिँ मेरो जन्मदिन हो हैन। आज मेरो जन्मदिन यो सबै मिलेछ। बार पनि म मंगलबारै जन्मेको हो अनि विक्रम सम्वत पनि विक्रम सम्वत पनि असोज 28 गते नै जन्मेको हो र ईस्वी सम्वत पनि म अक्टोबर 14 मै जन्मेको। आज अक्टोबर 14 अनि असोज 28 गते अनि बार मंगलबार, यो तीनटै कुरा मिलेको हुनाले म एकदमै ह्याप्पी छु हैन, ह्याप्पी छु। र आज मेरो केही साथीहरुलाई चाहिँ मेरो जन्मदिन चकलेट पनि खुवाउँछु भने चकलेट पनि ल्याएको छु हैन, चकलेट ल्याएको छु हैन। यहाँ गुरुहरुसँग आशीर्वाद माग्न मैले कलशमा फूल राखेर दियो बालेर मैले यहाँ अगाडि यो फूलहरु पनि राखेको छु, कलश पनि राखेको छु हैन। र पक्का पनि यो मेरो कुराहरु सुनेर हजुरहरुले देखेर चाहिँ पक्कै पनि मलाई पनि जन्मको उत्सवको जन्मोत्सवको बधाई त दिनु नै हुनेछ भन्ने लागेको छ। र आज मैले यस्तै भिडियोहरु यही भिडियो नै ल्याउन चाहे हैन, ल्याउन मन लाग्यो हैन र आफ्नो वासस्थानमै बसेर यो भिडियो ल्याए हैन। त्यसो भएको हुनाले तपाईहरुले पक्कै पनि राम्रो मानिनुहुन्छ, खुसी मानिनुहुन्छ भनेर चाहिँ यो भिडियोलाई सपोर्ट गरेर मलाई साथ सपोर्ट गर्नुहुनेछ भन्ने चाहिँ लागेको छ। अर्को भिडियो फेरि ल्याउने बाचा गर्दै आजको यो भिडियोबाट चाहिँ बिदा हुन चाहन्छु। हवस् त, नमस्ते, बाइ बाइ, टाटा।